धेरै जसो पब्लिक फोकस भएर भिडियो बनाउनेमा आज स्वास्थ्यकर्मी फोकस भएर भिडियो बनाउँदैछु। वैशाख 15 देखि 30 गतेसम्म राष्ट्रिय पोषण लेखाजोखा कार्यक्रम देशव्यापी रूपमा सञ्चालन हुँदैछ 753वटै स्थानीय तहमा, जसको 6 देखि 59 महिनाका बालबच्चा हुनुभएका आमा बुवाहरूलाई आफ्नो बच्चाको पोषण अवस्था कस्तो छ भनेर लेखाजोखा गर्नुहुन र सुनिश्चित गर्नुहुनलाई चाहिँ म अनुरोध गर्दै स्वास्थ्यकर्मीहरूलाई विशेषतः यो कार्यक्रमको बारेमा रिपोर्टिङ रेकर्डिङ कसरी गर्ने भन्ने विषयमा सहजीकरणको लागि यो भिडियो बनाएको छु। राष्ट्रिय पोषण लेखाजोखा निर्देशिका 2083 अनुसार र स्थानीय तहका स्वास्थ्य कार्यक्रम सञ्चालिका निर्देशिका 2082-83 अनुसार जुन निर्देशिका अनुसार 6 महिनादेखि 5 वर्षसम्मका बालबच्चाहरूको हामीले चाहिँ पोषण लेखाजोखा गर्नुपर्नेछ। जुन कार्यक्रम हामीले चाहिँ स्वास्थ्य संस्था स्तर, समुदाय स्तर र अथवा विभिन्न टोलहरूमा हामीले चाहिँ सञ्चालन गर्न सकिनेछ र उक्त कार्यक्रम सञ्चालन गरिसके पछाडि हामी प्रत्येक बच्चाको चाहिँ न्युट्रिसनल स्क्रिनिङको रिपोर्टिङ अथवा रेकर्डिङ हामीले कोबो टुल्स मार्फत गर्नुपर्नेछ र साथसाथै महिनाको अन्तिममा हामीले चाहिँ DHS2 अथवा हजुरको EHMS-मा पनि रिपोर्टिङ गर्नुपर्ने हुनेछ। र अब भने चाहिँ हामी कोबो टुल्समा चाहिँ कसरी चाहिँ रिपोर्टिङ गर्छौँ भन्ने कुराहरू चाहिँ अलि विस्तृत रूपमा चाहिँ यो स्क्रिन रेकर्ड मार्फत म हजुरहरूलाई देखाउन चाहन्छु। सिम्पली यो कोबो टुल डाउनलोड गर्नको लागि गुगल प्ले स्टोरमा गएर कोबो टुल हामीले चाहिँ सर्च गऱ्यौँ भने कोबो टुल चाहिँ यो चाहिँ हामी डाउनलोड गर्छौँ। डाउनलोड गरिसके पछाडि यसलाई हामी ओपन गर्छौँ। क्युआर मार्फत यो स्क्रिनमा देखाइएको क्युआरलाई हजुरहरूले स्क्यान गर्न सक्नुहुन्छ। हाम्रो स्क्रिनमा यस्तो ड्यासबोर्ड चाहिँ देखिन्छ। यसलाई हामीले चाहिँ काम गर्दै गर्दाखेरि चाहिँ हाम्रो चाहिँ यो स्टार्ट न्यू फर्ममा भन्नेमा जानु पर्यो। यसपछि हाम्रो स्क्रिनमा दुईवटा चाहिँ देखिन्छ है, डेमोको लागि र नेसनल स्क्रिनिङ प्रोग्रामको लागि भनेर। हामीले काम गर्दै गर्दा यो नेसनल स्क्रिनिङ प्रोग्राम 2082-83मा गर्नुपर्ने हुन्छ। यसमा 4वटा खण्ड चाहिँ छन्। यो 4वटा खण्डमा पहिलो खण्ड भनेको चाहिँ कन्सेन्टको कुरा रहेको छ। त्यसै गरी सेक्सन एमा आधारभूत विवरण भनेर भनेको छ। यसमा हाम्रो प्रदेश, जिल्ला, त्यसै गरी गाउँपालिका, नगरपालिका र हाम्रो लाइभ लोकेसन अपडेट गर्नुपर्ने हुन्छ। र सेक्सन बीमा भनेको बच्चाको विवरण है। बच्चाको विवरणमा चाहिँ बच्चाको पोषण अवस्थादेखि लिएर उसले चाहिँ पूर्ण खोप पाएको छ कि छैन भन्ने कुराहरू विवरणहरू चाहिँ सेक्सन बीमा रहेको छ भने सेक्सन सीमा चाहिँ हाम्रो स्वास्थ्यकर्मी तथा महिला स्वास्थ्य स्वयंसेविकाको जानकारी कसले चाहिँ यो फारम भर्नुभयो, उहाँको फोन नम्बर, उहाँको पद चाहिँ हाम्रो सेक्सन सीमा चाहिँ अपडेट गर्नुपर्ने हुन्छ है। यो कन्सेन्टको कुरा रह्यो। त्यसै गरी यसमा आधारभूत कुराहरू प्रदेश, त्यसै गरी जिल्ला, वार्ड नम्बरका कुराहरू छन् र लाइभ लोकेसन चाहिँ हामीले अपडेट गर्नुपर्ने हुन्छ। त्यसै गरी दोस्रो सेक्सनमा भनेको बच्चाको नाम, जाति कोड, बच्चा अपाङ्गता छ कि छैन भन्ने कुरा, त्यसै गरी बच्चाको लिङ्ग, जन्ममिति, त्यसै गरी बच्चाको पुरा भएको उमेर अटोमेटिकल्ली आउँछ त्यहाँ हाम्रो यो जन्ममिति हालिसके पछाडि पूर्ण खोप प्राप्त गरेको छ कि छैन होइन, बच्चाको चाहिँ पहिला योभन्दा पहिला चाहिँ ग्रोथ मोनिटरिङ गरेको छ कि छैन भन्ने कुरा। अनि यो उसको चाहिँ मुवाक चाहिँ एमएममा चाहिँ हाल्नुपर्छ है। नर्मल्ली हामीले सिएममा चाहिँ हाल्छौँ। सिएममा हालिसके पछाडि कस्तो हुन्छ भने बच्चाको पाखुराको अवस्था अनुसार स्वतः यसले चाहिँ यहाँ पोषण अवस्था चाहिँ देखाइदिन्छ। त्यही भएर यो एमएम र सिएममा चाहिँ हजुरले चाहिँ नजिक हुने होला। त्यसै गरी बच्चाको उचाइ, लम्बाइको अवस्था कस्तो छ यो पनि सिएममा हाल्नुपर्छ। र यति भइसके पछाडि बच्चाको तौल हानिसके पछाडि अटोमेटिकल्ली यसैले नै जेड स्कोर चाहिँ क्यालकुलेट गर्छ र सो अनुसार चाहिँ बच्चाको चाहिँ कस्तो छ त पोषण अवस्था भनेर चाहिँ यहाँ थाहा हुन्छ। यसले नै अटोमेटिकल्ली अपडेट गर्छ। सेक्सन 3मा भने हाम्रो यो स्वास्थ्यकर्मी अथवा महिला स्वास्थ्य स्वयंसेविकाको विवरण अपडेट गर्नुपर्ने छ र उहाँको फोन नम्बर चाहिँ यहाँ अपडेट गर्नुपर्ने हुनेछ। त्यसपछि यी सबै विवरणहरू भरिसकेपछि चाहिँ हामीले यसलाई चाहिँ एट द लास्ट है सबैको भरिसके पछाडि हजुरहरूले चाहिँ एट द लास्ट चाहिँ हरेक विवरण भर्दै गर्दा सेभ एज ड्राफ्ट गर्नुहोला र एट द लास्ट चाहिँ यो फर्महरू चाहिँ हामीले सेन्ड गर्नुपर्ने हुन्छ र यसलाई चाहिँ सेन्ड अप्सनमा क्लिक गर्नुभयो भने चाहिँ यो चाहिँ सेन्ड भएर चाहिँ सेन्डमा गएर बसेको